साथीहरू स्वागत छ फेरि पनि आजको यस नयाँ भिडियोमा। आज एउटा सिमेन्ट कम्पनीको बारेमा हामी कुरा गर्नेछौँ, जुन कम्पनीलाई चाहिँ सेबुनले आइपिओ जारी गर्नुको लागि एप्रुभल दिइसकेको छ। त कुन कम्पनी रहेको छ, कति किता सेयर लिएर आउँदैछ, यसमा रिस्क कति छ, प्रफिट कति छ, त्यो सबै कुरा हामी आजको यस सर्ट भिडियोमा बुझ्ने कोसिस गर्नेछौँ है त। यदि च्यानलमा नयाँ हुनुहुन्छ या हामीसँग जोडिनु भएको छैन भने तल रहेको रेड बटनमा क्लिक गरी यस्तै खाले आइपिओ, एफपिओ, सेयर मार्केट अपडेट भिडियो सबभन्दा पहिला हेर्नुको लागि हामीसँग जोडिनुहोला। साथीहरू सेबुनले एप्रुभल दिएको कम्पनी रहेको छ पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, जुन कम्पनीलाई चाहिँ पौष 9 गते सेबुनले एप्रुभल दिएको छ आइपिओ जारी गर्नुको लागि। कम्पनीले कुल 75 लाख सेयर चाहिँ पब्लिकको लागि इस्यु गर्न लागेको छ, फेस भ्याल्यु प्रति सेयर रु 100 रुपियाँमा। यस आइपिओको इस्यु म्यानेजर रहेको छ नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड। रिस्क र फाइनान्सियल स्ट्रेन्थको कुरा गर्दा इक्रा नेपालले कम्पनीलाई लङ टर्ममा एलबिबी र सर्ट टर्ममा चाहिँ ए4 रेटिङ दिएको छ। र गुड न्युज, रेटिङ अब वाच विथ नेगेटिभ इम्प्लिकेसनबाट हटाइएको छ। यो बिजनेस स्टेबिलिटीका लागि पोजिटिभ साइन मानिन्छ। कम्पनीको ब्याकग्राउन्ड हेर्दा पाल्पा सिमेन्ट 2009मा इस्टाब्लिस भएको हो र 2020बाट चाहिँ सिमेन्ट प्रोडक्सन सुरु गरेको छ। एनुअल प्रोडक्सन क्यापेसिटी राम्रो छ र आरएमसी ग्रुप जस्तो एउटा स्ट्रङ ग्रुपसँग चाहिँ कनेक्टेड रहेको छ। यसले लङ टाइममा ग्रोथ गर्ने पोटेन्सियल देखाउँछ। अब तपाईँको विचारमा यो कम्पनीको आइपिओ अर्थात् सिमेन्ट सेक्टरमा प्रफिट हुन सक्ने सम्भावना छ या रिस्क हुन सक्ने सम्भावना छ? एकचोटि कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया देखाउनुहोला। र यसको लङ भिडियो अर्थात् फुल एनालाइसिस भिडियो चाहिँ हामी अर्को एउटा नयाँ भिडियो बनाउनेछु, त्योमा कभर गरौँला। यस्तै खाले भिडियोजहरू हेर्नुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नभुल्नुहोला। थ्याङ्क यू सो मच।